टाउकोमा हात राखेर कसम खा म आजदेखि घरमै बस्छु स्कुल जान्छु भनेर कसम खा भाइ। आजदेखि म घरमै बस्छु स्कुल जान्छु। म डान्स सिक्छु राम्रोसँग काम गर्छु। बरु म डान्स सिक्छु राम्रोसँग काम गर्छु। मम्मीसँग बाँच्दिनँ। मम्मीसँग बाँच्दिनँ। म असल मान्छे बन्छु। म असल मान्छे बन्छु। भगवान कसम। भगवान कसम। म गलत काम गर्दै गर्दिनँ। म गलत काम गर्दै गर्दिनँ। पक्का सुध्रिन्छस् नि? सुध्रिन्छस् होइन? पक्का सुध्रिन्छस् है? बुझिस्? गलत काम गर्दैनस्। गलत काम भनेको नि भाइ यसरी तँले मम्मीसँग झगडा गर्छस् सबैसँग झगडा गर्छस् त्यो होइन क्या है। राम्रो काम गर्ने इज्जतिलो मान्छे बन्ने है, राम्रोको सङ्गत गर्ने सबै चिज गर्ने। त्यसरी घरमा झै झगडा गरेर यताउति गरेर केही हुँदैन हो कि होइन? त 16 वर्षको मान्छे अब बुझ्छस् कि बुझ्दैनस्? बुझ्छस् नि? अबदेखि तँ स्कुल जान्छस् है। तँ स्कुल जान्छस् घरमा मिलेर बस्छस् बुइनीसँग नि चल्दैनस्। त्यो बुइनी बच्चा छ क्या होइन? तँ यत्रो ठुलो भएर बुझ्दैनस् भने त्यो बच्चाले के बुझ्छ भने त बुझ्दैन नि। आजदेखि त घरमै बस्छस् फिक्स हो नि? तेरो नम्बर मलाई दिने है, तेरो नम्बर मलाई दिने। तँ स्कुल गइनस् बरु म तँलाई पुर्याउन जान्छु बुझिस्? म बरु तँलाई युट्युब चलाउन सिकाउँछु, भिडियो एडिट गर्न सिकाउँछु, म तँलाई डान्स सिकाउँछु, राम्रो काम सिकाउँछु, राम्रो तरिकाले गर्ने है। ओके? बुझिस् नि? आजदेखि दाइको सङ्गत गर्ने है। दायाँ बायाँ घर छोडेर यताउति हिँड्ने काम कहिले नगर्ने। ओके ल।